हेलो एभ्रिवान, इट्स मी रक्षा शाह। सबैजनालाई स्वागत छ रक्षा शाह युट्युब च्यानलमा। आज चाहिँ मलाई एकदमै धेरै क्रेभिङ भयो है। के को भन्दा कफी चाहिँ मैले विदाउट सुगर बनाउँदैछु। यसमा चाहिँ मैले के राखेको छु हजुरहरूलाई भन्छु है। विदाउट सुगरमा चाहिँ मैले के युज गर्दैछु हजुरहरूलाई सो गराउँछ है। मैले चाहिँ यसमा यो चाहिँ हजुरको गुड रहेको छ हैन। सुदूरपश्चिमतिर चाहिँ यसलाई गुड भन्छ भने मध्यपश्चिममा चाहिँ यसलाई भेली भन्छन्। सो यो चाहिँ मैले कफी र मैले गुडलाई चाहिँ यसमा मिक्स गरिसकेको छु। अब चाहिँ मैले हट वाटर एड गर्छु थोरै चाहिँ मैले यसमा मेजरमेन्टको लागि हट वाटर मैले 2 स्पुन चाहिँ 2 चम्चा चाहिँ मैले यसमा एड गरेँ। अब हामीले चाहिँ यसलाई यसरी मजाले फिटाउने। अब हजुरसँग ब्लेन्डर छ, कफी ब्लेन्डर भने त एकदमै राम्रो भयो। नत्र भने यसरी यो हजुरले स्पुनले पनि गर्न सक्नुहुन्छ। हामीले यतिको चाहिँ फिटेर यतिको मेल्ट गर्नुपर्छ हैन। एकदमै धेरै फिट्दै जाँदा हेर्नुस् त यति यो भेली चाहिँ पकिसकेको छ। हामीले चाहिँ कफी र भेली बराबर नै गर्नुपर्छ है। एकदमै धेरै स्मुथली हामीले फिट्ने। यो बायाँ हातले समाएको भए यस्तो भयो। मिठो छ, ट्राई गर्नु होला।